नेपालमा फेरि एउटा नाम ठूलो विवादमा छ। कलाकार, चलचित्र अनुहार अनि आरोप बलात्कार। तर के यो न्यायको लडाई हो कि सोशल मिडिया ट्रायल? नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ एकदमै संवेदनशील र चर्चित विषयको, कलाकार सागर लम्सारको गिरफ्तारी, जसलाई हामी बले भनेर बोलाउँछौँ। यो केसले नेपालमा फेरि एउटा ठूलो प्रश्न उठाएको छ, आरोप र प्रमाण बीचको फरक अनि सोशल मिडियाको पावर। काठमाडौँमा नेपाल प्रहरीले सागर लम्सार, जसलाई हामी बले भनेर चिन्छौँ, उपद्रव व्यवहारको आरोपमा पक्राउ गरेको छ। यो आरोप एक महिलाले लगाएका हुन् जो अहिले अमेरिकामा बस्दै आएकी छिन्, जसले सोशल मिडियामा एउटा लामो पोस्ट लेखेर दावी गरेकी छिन् करिब 1 वर्ष अगाडि अमेरिकामा भएको भेटको क्रममा बलेले उनलाई बलात्कार गरेको थियो। उनको भनाइ अनुसार उनले त्यस समयमा डर र पारिवारिकका दबावका कारण बोल्न सकिनन्, तर अहिले उनले न्यायको लागि आवाज उठाएका छन्। तर यहाँ एउटा महत्त्वपूर्ण के छ भने अहिलेसम्म कुनै औपचारिक उजुरी फर्मल कम्प्लेन दर्ता भएको छैन। पुलिसले भने अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखेको छ। यसको अर्थ केस अझै प्रमाण र अनुसन्धानको चरणमा छ। यो केसले हामीलाई के सिकाउँछ? पहिलो, सोशल मिडियाले आवाज दिन सक्छ, तर न्याय दिने ठाउँ अदालत हो। दोस्रो, पीडितले बोल्न साहस गर्नु ठूलो कुरा हो, तर आरोप प्रमाणित हुनु पनि उत्तिकै आवश्यक छ। तेस्रो, हामी समाजको रूपमा कता उभिएका छौँ? हामी छिटो जज गर्छौँ कि सत्य पत्ता लगाउने धैर्य राख्छौँ? नेपालमा धेरै जसो केसहरूमा पीडित र आरोपी एक अर्कालाई चिन्छन् अनि धेरै जसो केसमा पीडित बोल्न डराउँछन्। त्यसैले यस्तो विषयमा हामीले संवेदनशील भएर सोच्न जरुरी छ। यो केसको अन्तिम सत्य अदालतले तय गर्नेछ, तर हाम्रो जिम्मेवारी के हो? न त अन्धो समर्थक, न त अन्धो विरोधी, बस सत्यको साथ। तपाईको विचार के छ? यस्तो केसमा सोशल मिडिया कति सही? कमेन्टमा लेख्नुहोस्, फलो गर्न नबिर्सिनु अनि भेटौँला अर्को एपिसोडमा। धन्यवाद।